उज्यालो नेपालले आफ्नो बाटो आफै लिन्छ र आफ्नो बाटो अगाडि बढ्छ। सबै कुरा त्यागेर हामी आएका थियौँ। हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो। वास्तवमा भन्यो भने म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर मलाई लागेको थिएन। मैले पार्टी अध्यक्ष त पनि मागेको थिएन। हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ। सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नुभयो। हामीले सम्पूर्ण कुरा लचकताका साथ त्यागेर एकताको एउटा सहमति गरेका थियौँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग। विगत मङ्सिर पुस 14 गते भएको सो सहमति आज 26 गते भयो। करिब 12 दिन भयो। 12 दिनसम्म हामी पटक पटक धेरै चरणको छलफलमा त्यो सहमति कार्यान्वयन अत्यन्तै हिंताबोधका साथ हामीले अगाडि बढाउनु पर्ने अवस्था आयो। एउटा अन्डरस्ट्यान्डिङ, एउटा सहमति 14 गतेको सहमतिमा भएको थियो, भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमतिहरू पनि धेरै थिए, अलिखित सहमतिहरू धेरै थिए। कसरी कार्यान्वयन गर्ने यो एकीकरण प्रक्रियालाई भन्ने अलिखित सहमतिहरू थिए। त्यो सहमतिहरूमा हाम्रो कुनै किसिमको ठुलो माग पनि थिएन। यसलाई कार्यान्वयन गर्दै छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो। मैले यो सहमतिको चरणमा र हाम्रो साथीहरूले कुनै ठुलो त्यस्तो डिमान्ड राखेको पनि थिएन। अहिले जुन किसिमले बाहिर मिडियामा धेरै कुराहरू आएको छ, हामीले पदको ठुल्ठुलो बार्गेनिङ गऱ्यौँ, ठुल्ठुला चाहिँ विषयहरूमा धेरै बार्गेनिङ गऱ्यौँ भन्ने जुन कुरा आएको छ त्यो सरासर गलत हो। म आफै पनि एउटा उपाध्यक्ष, त्यो पनि धेरै वरीयता क्रममा धेरै तल भएर पनि मैले सहेर गएको थिएँ र मैले आज अन्तिम चरणमा मैले सहमतिको लागि एउटा प्रस्ताव पनि गरेको थिएँ। म एउटा साधारण सदस्य भएर, रासोपाको एउटा साधारण सदस्य